हाम्रो यात्रा सफल रहोस् भन्ने कामना राजमहल यो हो राजमहल यो हाम्रो सिंहाई हो यहाँ चाहिँ दुर्गाकोटको राजा केआई सिंह आएर बसेको आज हामी यहाँ राम्रो छ राजाको घर छ मन्दिर छ जिल्ला खिरी रहेछ के प्रदेश उत्तर प्रदेश जिल्ला खिरी उत्तर प्रदेशमा रहेको सिंहाईमा हाम्रा पूर्वज राजा आएर बसेको आज हामी सबै फ्यामिली घुम्न आछौँ राम्रो छ हामी चाहिँ अहिले तुकुनिया भन्ने ठाउँकोबाट लगभग 10 किलोमिटर टाढा सिंहाई भन्ने ठाउँमा हाम्रा पुर्खाको थलोमा आछौँ लगभग हाम्रो डाक्टर केआई सिंह ठुल्बाको चाहिँ यो चाहिँ लगभग महल भन्ने सुनिएको छ उहाँको पुर्खाको ठिक चाहिँ हाम्रो ठुल्बाको महल देख्न पायौँ खुसी लाग्यो कस्तो दामी छ यहाँ खुसी लाग्यो आज हाम्रो पुर्खा आएर कति राम्रो ठाउँ भयो महल पनि कति ठुलो हो कि कति राम्रो छ हामी अब भित्र जाँदैछौँ कस्तो दामी यो त बाटो त भयो यो इलाका हो ल अहिले माथि गए पनि खूब माथि साथीहरू मेरा सूर्य लागिरहेछ क्या सूर्य पर्छ क्या उत्तर प्रदेशमा रहेछ सुरत हो र सुरत हो के राज्य